स्क्रिन खोलेको छ। अहिले म 3D मा छु। यदि तपाईँ 3D मा हुनुहुन्न भने यो तीनवटा लाइन भएकोलाई क्लिक गर्नु होला। क्लिक गरेर तपाईले यो स्विच क्याल्कुलेटर भन्नेलाई क्लिक गर्नु होला। गरिसकेपछि यो अप्सन आउँछ। अप्सन आइसकेपछि हामी कहाँ जान्छौँ? 3D मा काम गर्न छ अहिले भनेपछि म 3D लाई क्लिक गर्छु। क्लिक गरिसकेपछि यो इन्टरफेस तपाईले देख्नुहुन्छ। यहाँनिर अब मैले के गर्छु? यो प्लेनहरु छ नि, प्लेनमा मलाई दुईटा पोइन्ट चाहिएको छ। यहाँ चाहिँ एउटा पोइन्ट क्लिक गर्छु र अर्को यहाँ क्लिक गर्छु भनेपछि म त्यसको लागि के गर्छु त टुल्समा क्लिक गर्छु। टुल्समा क्लिक गरिसकेपछि पोइन्ट भनेर देखिराख्नु भएको छ नि, पोइन्टलाई क्लिक गर्छु। क्लिक गरिसकेपछि अब मैले के गर्छु? यहाँ क्लिक गरिदिए एउटा पोइन्ट आयो, अर्को पोइन्ट यहाँ क्लिक गरे दुईटा पोइन्ट भयो। दुईटा पोइन्ट मलाई चाहिएको थियो, दुईटा पोइन्ट आइसक्यो भनेपछि पोइन्ट ए र बी को प्रयोग गरेर मैले यहाँ के गर्छु? एउटा क्युब बनाउँछु। भनेपछि अब मैले के गरेँ भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ, पहिलो, दोस्रो, तेस्रो, चौथोमा हाम्रो क्युब छ। क्युबलाई सिलेक्ट गरेँ। सिलेक्ट गरिसकेपछि पोइन्ट ए लाई टच गर्छु र पोइन्ट बी लाई टच गरिदिन्छु। यहाँनिर तपाईले के देखिसक्नुभयो? क्युब रेडी भइसकेको छ है त। अब यति भइसकेपछि यो क्युबको मलाई के चाहियो? नेट चाहियो भनेपछि अब यहाँ हेर्नुहोस् है, अन्तिम यहाँनिरको लास्ट अप्सन भनेको नेट छ। बेसिक टुल्सको लास्ट अप्सन नेट छ। अब मैले नेटलाई क्लिक गर्छु। क्लिक गरिसकेपछि के गर्छु? यो जुनसुकै फेसमा माथि हैन, यो छेउको तीनटा फेस देखेको छ नि, जुनसुकै फेसमा तपाईले टच गरिदिनु भयो भने अटोमेटिक के हुन्छ? यहाँ नेट डिजाइन भइहाल्छ है त। नेट बन्यो हैन। नेट बनिसकेपछि अब के चाहियो त भन्दाखेरि तपाईलाई स्लाइडरले के गर्नु पर्यो? नेट खोलेर बन्द गर्ने खोल्ने काम गर्न पर्यो। त्यो कारणले अब म फेरि कहाँ जान्छु? अल्जेब्रामा जान्छु। यहाँ हेर्नुहोस् है, अल्जेब्रालाई मैले क्लिक गर्छु। तल अल्जेब्रामा क्लिक गरिसकेपछि यहाँ के देख्नु भएको छ भनेदेखि b = 1 भनेर तपाईको स्क्रिनमा आउँछ। b = 1 को यहाँ ट्रिपल डट यो छेउमा छ नि हैन, यसलाई म क्लिक गर्छु। क्लिक गरिसकेपछि यहाँ के आएको छ? फर्स्ट अप्सन नै क्रिएट स्लाइडर भनेको छ, यसलाई क्लिक गरिदिन्छु। भनेपछि अब के हुन्छ? यहाँ रेडियो बटन क्लिक भयो। यहाँ हेर्नुहोस् है, स्लाइडर बनिसक्यो है। यस्तो स्लाइडर बन्यो र यहाँ बटन पनि आएको छ। यहाँ हेर्नुहोस् है, यो बटन आइसकेपछि यसलाई अब मैले के गर्छु? क्लिक गरे भने के हुन्छ? प्ले हुन्छ। यसरी हामीले के गर्न सक्छौं भन्दाखेरि जियोजेब्रामा नेट पनि है बनाएर बच्चाहरूलाई देखाउन सक्यो भने त्यसले कन्सेप्टहरू क्लियर गर्न सकिन्छ है त। अब यसैलाई हामीले के गर्न सक्यो? अफ गर्यो भने पनि अफ गरेर हेरौँ, अफ गरौँ र यहाँनिर हेर्नुहोस् है, अब कसरी तपाईँले हेर्न खोज्नु भएको छ जस्तो यो यसमै क्लिक छ। म कहाँ गएँ भन्दाखेरि यतापट्टि क्लिक गर्छु अनि त्यस पछाडि यसो हेर्न सक्यो। ल हेर्नुहोस् है, चलाएर तपाईँले स्क्रिनमा कसरी हेर्न चाहनुहुन्छ त्यसरी पनि देख्न सक्नुहुन्छ है त। अब मैले यसलाई प्ले गरिदिएँ। ल हेर्नुहोस् है, कति राम्रो बन्यो। देख्नु भएको छ नि, टक्क लाएर यो के भयो त? नेट बन्द हुन्छ हैन त। हेर्नुहोस् है, बन्द भयो, फेरि खुल्छ है त। र यसको सबै फेसलाई छुट्टा छुट्टै हामीले कलर पनि गर्न सक्छौं है त। कलर गर्ने काम कसरी गर्न सकिन्छ त्यो हजुरहरूले सायद गर्न सक्नुहुन्छ होला है त। यो भिडियो मैले अहिले यति नै गरेँ।